नमस्कार। यदि हजुरको नामको पहिलो अक्षर रा, रि, रु, रे, रो, ता, ती, तु, ते बाट उठेको छ भने हजुरको राशि तुला। आज हामी विशेष गरी तुला राशिको वर्ष 2083 साल कस्तो रहेको छ यसको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। उपस्थित भएको छु हजुरहरू समक्ष म ताराप्रसाद कोइकेल, श्री टिभी नेपाल युट्युब च्यानलको माध्यमबाट। यदि हजुरको तुला राशि हो भने हजुरको राशि स्वामी शुक्र रहेका छन्। तुला राशि भएका व्यक्तिहरूको लागि यो 2083 साल कस्तो रहेको छ, जागिरको क्षेत्रमा, कर्म क्षेत्रमा अलिकति हामी चर्चा गरौँ। तुला राशिका लागि यो 2083 साल नयाँ वर्ष रमणीय रहनेछ। कला साहित्यको क्षेत्रमा जो हुनुहुन्छ उनीहरूको लागि अत्यन्त लाभप्रद वर्ष रहनेछ। कार्यक्षेत्रमा उन्नतिका साथै मान प्रतिष्ठा आदिको योग देखिन्छ। कार्यक्षेत्रमा सफलता आदि मिल्नेछ। प्रशासनिक पक्ष सुखद रहनेछ। प्राविधिक कार्यमा विशेष लगाव रहनुका साथै उन्नति आदिको योग देखिन्छ। प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ। साङ्गीतिक क्षेत्र आदि पनि यो वर्ष सफल नै रहनेछ। सङ्गीत आदिको क्षेत्रमा पनि सफल देखिन्छ। अब तुला राशि भएका व्यक्तिहरूको लागि आर्थिक दृष्टिले, आर्थिक क्षेत्र आदिलाई हेर्ने हो भने आर्थिक दृष्टिले चाहिँ नयाँ वर्ष सबल नै रहनेछ। जग्गा आदिमा वृद्धि हुनेछ अथवा भूधन आदिमा वृद्धि हुने योग आदि देखिन्छ। ब्याङ्क यसै गरी वित्तीय क्षेत्रबाट पनि उन्नति आदिको योग देखिएको छ। शेयर व्यवसायमा लाभदायी रहनेछ। लगानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। कृषि कर्मीका निम्ति वर्ष लाभदायी रहनेछ। व्यापार व्यवसाय आदिमा वृद्धिको योग देखिन्छ तुला राशि भएका जातकहरूको लागि। अब तुला राशिका व्यक्तिहरूको लागि शैक्षिक क्षेत्र चाहिँ कस्तो रहेको छ? शैक्षिक दृष्टिले यो वर्ष सुखद रहनेछ। अधिक मेहनत भने गर्नुपर्ने देखिँदैन। मेहनतको उच्च प्रतिफल मिल्नेछ। यसै गरी कला साहित्य पक्षको अध्ययन गर्ने व्यक्तिहरूलाई चाहिँ वर्ष सुखद रहने देखिन्छ। अध्ययनकै सिलसिलामा वैदेशिक यात्रा आदिको योग पनि देखिन्छ। कला यसै गरी सृजनात्मक क्षेत्रमा अभिरुचि बढ्ने देखिन्छ र वैदेशिक क्षेत्र यो वर्ष उन्नत रहनेछ। तुला राशि भएका जातकहरूको लागि देश विदेश परिभ्रमण सार्थक र सुखद रहने देखिन्छ। यात्राका साथै खर्चमा भने वृद्धि हुन सक्नेछ। मित्रजनको साथ सहयोग मिल्ने देखिन्छ तुला राशिका जातकहरूलाई। अब तुला राशि भएका व्यक्तिहरूलाई अरूको चाहिँ स्वास्थ्य अवस्था कस्तै रहनेछ त? स्वास्थ्य अवस्थाको दृष्टिले हेर्ने हो भने वर्ष मध्यम फलदायी रहेको छ। कफ, वात यसै गरी पित्त प्रकृतिको सामान्य विकार रहन सक्ने देखिन्छ। नित्य जप, ध्यान, स्वच्छ आहारका साथै शारीरिक व्यायामले स्वास्थ्यमा अनुकूलता प्राप्त हुने देखिन्छ। अब पारिवारिक पक्ष तुला राशि भएका व्यक्तिहरूको लागि सुखद रहने देखिन्छ। दाम्पत्य जीवन फलीभूत रहनेछ। मातृ पितृ स्थान सुखद देखिन्छ। प्रेम जीवन पनि पारिलो हुनेछ, रमाइलो हुनेछ, प्रगाढ हुनेछ। राजनीतिको क्षेत्र अत्यन्त धेरै सबल देखिन्छ। यसै गरी सामाजिक कार्यमा मन जानेछ हजुरको। साथसाथमा उच्च पद प्रतिष्ठा आदिको योग पनि देखिन्छ। यसै गरी अध्यात्ममा रुचि जानुका साथै धार्मिक यात्राका योग पनि देखिन्छ। भगवती जगदम्बाको उपासना गर्न भने नबिर्सिनुहोला। ओम एम रिम क्लिम चामुण्डाय विचे यो मन्त्रको जप गर्न पनि नबिर्सिनुहोला। अब यति गर्न सक्नु भएन भने ओम दुर्गा देव्यै नमः पनि भन्दै गर्नुहोला। हजुरले यसको जप गर्दै गर्नुहोला। यो वर्ष कल्याणकारी रहनेछ। तुला राशिका व्यक्तिहरूको लागि अत्यन्त राम्रो रहेको छ। तुला राशि भएका जातकहरूको लागि कहाँबाट हेर्दै हुन्छ, कस्तो लागिरहेको छ अवश्य मेरो कमेन्टमा लेख्न नबिर्सिनुहोला। हजुरको राशि के हो त्यो पनि लेख्न नबिर्सिनुहोला। हजुरलाई भिडियो मन परेमा लाइक गर्नुहोला। साथसाथमै श्री टिभी नेपाल युट्युब च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकनलाई पनि दबाउन नबिर्सिनुहोला, जसले गर्दा धर्म संस्कार र संस्कृति सम्बन्धीका भिडियोहरू जब जब हामी यहाँबाट अपलोड गर्नेछौँ सबैभन्दा पहिले हजुरको मोबाइलमा, हजुरको स्क्रिनमा आउनेछ। र धर्म संस्कार र संस्कृतिको एकमात्र पहिचान श्री टिभी नेपाल युट्युब च्यानललाई माया गरेर
हेर्न भने नबिर्सिनुहोला भन्दै हजुरहरू समक्ष म तारा प्रसाद कुइकेल बिदा माग्न चाहन्छु। अस्तु, जय श्री राधे। ओम नमः शिवाय। हर हर महादेव शम्भो।